तिम्रो नाम के हो भाइ? किन भाग्ने? के हो नाम के हो? मेरो वीरेन्द्र कुमार महतो। ए के हो कसरी पल्टियो ट्र्याक्टर? यो खासमा उहाँ माथिबाट ओह्रालो झर्दाखेरि ठ्याक्क यो ढलान ओह्रालोमा आएर ब्रेक फेल भयो। ब्रेकबाट भडक्कै आवाज आयो अनि यो कामै गरेन ब्रेक। अब काम गरेन टर्निङ परेछ ठ्याक्क ओह्रालो छ। टर्निङ लिएपछि त स्पिड भएपछि त टर्निङमा जुन गाडी पनि पल्टिन्छ। त्यतिकैमा हामीले कतिजना थियो यहाँ चढ्ने यात्रुहरू? त्यही 10-11 जना थियो। कतिजना चाहिँ स्पोर्ट एघारजना थियो अनि कतिजना चाहिँ मृत्यु भयो? त्यो थाहा भएन ले हो। ट्र्याक्टरको नम्बर भन त भाइ? वीरेन्द्र कुमार महतो। ट्र्याक्टरको नम्बर कति हो? त्यहाँ हेर्नु न गाडीमा। लाइसेन्स छ? लाइसेन्स पनि ल्याउनु। मापछि हो? कति वर्ष भयो कान्छ? मेरो अब 11जना सवार ट्र्याक्टर अहिले दुर्घटनामा परेको छ। यो ना 5/2847 नम्बरको ट्र्याक्टर हो। अहिले यो ट्र्याक्टरलाई स्क्याभेटरको सहयोगले उठाउने कार्य भइरहेको छ। स्थानीयहरू र प्रहरीको सहयोगमा घाइतेको उद्धार भइसकेको छ। उद्धार कार्य अझै पनि जारी छ। 2-3 जना मानिसहरूको घटनास्थलमै मृत्यु भएको देखिएको छ र अन्य घाइतेको यसरी उद्धार भइरहेको छ। घाइतेहरू यसरी ढलान गरेर फर्किने क्रममा उहाँहरू पनि सामान्य घाइते हुनुभएको छ। भाइ तपाईँको नाम के हो? कहाँ घर हो? तपाईँहरू कहाँ गएर आउनुभएको खासमा? कहाँ माथि भने कहाँ? ए रिसोर्टमा हो? भोजन रिसोर्टमा हो? ढल्न गरेर आउनुभएको? कतिजना हुनुहुन्छ तपाईँहरू गाडीमा? 10 जना चालक सहित 11 जना। चालक सहित 11 जना। ए सामान्य घाइते 4 जनालाई अहिले 4 जना एम्बुलेन्समा सामान्य घाइते छन् भने बाँकी 4 जना 11 जना अगाडि एउटा जना हुनुहुन्छ 12 जना। ट्र्याक्टर स्पिडमा थियो भाइ? थिएन सर। स्लो थियो तर ओह्रालो लागेपछि ब्रेक नधारे हो। ए अनि कतिजना चाहिँ मृत्यु भयो? 12 जना। कतिजना मृत्यु भयो? 2 जना। कहाँ हुनुहुन्थ्यो तपाईँहरू? कहाँ हुनुहुन्थ्यो मान्छेहरू चाहिँ? हो सबै एउटै ठेगाना हो कि फरक ठेगाना? चारजना यस एम्बुलेन्सले सामान्य घाइतेहरू उद्धार गरेको छ भने दुईजना चाहिँ घटनास्थलमा मृत्यु भएको र 4 जना यसमा 6 जना भयो। 5 जनाको अघिल्लो एम्बुलेन्स लगेको छ भने अहिले ड्राइभर सहित 12 जना भनिएको छ। यो ओह्रालो ठाउँमा ट्र्याक्टरको ब्रेक फेल भएर लडेको पल्टेको जानकारी प्राप्त भएको छ। ट्र्याक्टरको ताजा अवस्था यस्तो छ।